नमस्कार, यहाँहरू सबैलाई म काकी प्रतिभाको नेपाली किचनमा स्वागत छ। आज मैले बन्दा र टमाटरको अचार बनाउँदैछु, खाँदेको। अब सुरु गरेँ है त। बन्दा र टमाटरको अचार बनाउनलाई लगभग यति सामान चाहिन्छ। कति छिटो बन्छ, मिठो पनि उस्तै हुन्छ, टाइम पनि धेरै लाग्दैन। म यसरी बताउँदैछु है त। बेसार, नुन, तेल, तोरीको तेल लिएछु मैले। अब के मन लाग्छ हजुरहरूलाई त्यही राख्दा हुन्छ। र यो तोरी हो, काँचो तोरीलाई मैले पिसेर राखेको हो। यो रातो खुर्सानीको धुलो हो क्या, कश्मिरी। यो राखे पनि हुन्छ, नराखे पनि हुन्छ, आफ्नो मनअनुसार हो। त्यस्तै गरी यतातिर खुर्सानी त पिरोको लागि राख्नै पर्यो, कति राख्ने आफ्नो हिसाबले राख्ने हो। यो लसुन र अदुवा मलाई एकदम मन पनि पर्छ र स्वास्थ्यको हिसाबले पनि राम्रो हुने, डाइजेसनलाई पनि राम्रो हुने भएर म राख्दैछु। यदि यहाँहरूलाई मन पर्दैन भने अथवा खानुहुन्न भने यो नराखिकन बनाउँदा पनि त्यत्तिकै मिठो हुन्छ। बन्दा र यो टमाटर, यो सारो खालको टमाटर चाहिन्छ। गिलो टमाटरभन्दा सारो टमाटर यसमा मिल्छ। म अब काटकुट पार्छु है त। यसरी खुर्सानीको यस्तो डाँठ चाहिँ फ्याँक्नुपर्छ। टमाटरको टुक्रा त आफूलाई कत्रो मनपर्छ त्यस्तै बनाउने त हो नि। बन्दा पनि मसिनो गरी काट्ने। ल टमाटर, बन्दा, लसुन, अदुवा सबै काटेर सकाएँ। अब मैले यसलाई मोल्छु है त। ल यसमा अट्दैन कि क्या हो। टमाटर पनि यसमै राखेँ। मैले हात राम्रोसँग धोएर रेडी भएको छु। ग्लोभ्स लगाएर त्यति राम्रोसँग हुँदैन कि। लसुन, अदुवा, खुर्सानी कति सजिलो छ। यति काट्यो अनि सबै थोक मिलाएर यसरी राख्यो। अब नुन अड्कलले राख्ने हो के र अब कति हुन्छ भनेर सबै पकाउनेहरूलाई थाहा भइहाल्छ। त्यस्तै गरी बेसार पनि यसमा पहेँलो पनि देखियोस्। अब यो नराम्रो कुरो भएन, अब यसले धेरै कुरालाई राम्रै गर्छ। यो त अब हेर्दाखेरि अलिकति कलर राम्रो देखिन्छ कि भनेर मैले कश्मिरी लाल मिर्च राखेको हो। यो काँचो तोरीलाई पिसेर राख्ने हो। यो अलिकति पछि खाने हो भने अलिकति कम राखे पनि हुन्छ। मैले एकदम छिटो खाने हिसाबले बनाउनु लागेको छु। 3-4 दिनमा अलिअलि अमिलो भएपछि खाइहाल्ने हो। त्यसलाई अलिकति धेरै राखेको छु। त्यो तेल लगभग 3-4 चम्चा छ यहाँ। यति राखे पुग्छ, योभन्दा धेरै राख्न पर्दैन। अब यसलाई मैले मोल्छु र आधा घन्टा जति यत्तिकै राख्छु अनि बल्ल सिसीमा खाँच्छु। ल यसरी सबै कुरा यसमा राखेर यसरी मोल्ने। अब आधा घन्टा जति राखिदिएपछि हल्का यो नुनले भिजेर अलिकति नरम हुन्छ अनि सिसीमा खाँदेर घाममा सुकाइदिने हो। 3-4 दिनमा खान मिल्ने भइहाल्छ। यति होला यसमा। कति सजिलो छ अचार बनाउन। ल आधा घन्टा जति राखिसकेँ मैले। हल्का यो नरम भइसकेको छ। अब मैले यस्तो सिसाको बोतल भएसम्म, सिसाकोमा नभए अब प्लास्टिककै भए पनि त्यस्तो अचार त बिग्रिहाल्ने हुन्न। म चाहिँ अब यसमा खाँच्छु। सबै भइसकेको छ। अब एकचोटि फेरि यसलाई यसरी मिलाउँछु। सबै मसला, तेल, खुर्सानीहरू एकनासले मिलेपछि अब कहीँ खुर्सानी मात्रै, कहीँ टमाटर मात्रै हुन भएन। एकनासको गराउने अनि खाने हो। ल यसरी अब खुरुखुरु आफ्नो हात जानी चाहिँ हुनु पर्यो। यो भाँडा जुन हामीले खान्नलाई यसरी खान्ने। र यहाँ मेरो सिसा होला कि भनेर यसमाथि राखेर खान लागेको छु। यसलाई राम्रोसँग यसरी चाप्नुपर्छ। एकदम राम्रोसँग चाप्नुपर्छ। तलपट्टि खाली ठाउँ भयो भने बिग्रन पनि सक्छ। त्यसले गर्दा यसरी थोरै थोरै गर्दै चाप्दै अनि फेरि अब यसमा यसरी थप्दै
फेरि यसलाई फेरि तलसम्म यसरी चाप्ने, बेसरी आफूले सक्ने गरी चाप्ने। यसरी सकेसम्म तल ऊ नदेखियोस्। हो यसरी राम्रोसँग खाँदिनुपर्छ। ल यसमा मैले खाँदेर सकियो। अब यो भरि गराउन हुन्न, भरि भयो भने अब भोलि हामीले यसलाई घाम लाग्छ, घाम लागेपछि तातोले गर्दाखेरि यसबाट पानी आउँछ र यो बाहिर जान्छ। यति ठाउँ राख्नुपर्छ, भोलि पानी आएर भरियो भने पनि केही फरक पर्दैन अनि अमिलिँदै जान्छ बल्ल। यहाँहरूलाई आजको अचारको भिडियो कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक, सेयर, कमेन्ट गर्नु होला। साथै यदि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला है त।